इलेक्ट्रिक प्रेसर कुकर प्रयोग गर्ने तरिका। इपिसीको बिर्को खोल्नको लागि ह्यान्डल समातेर घडीको सुईको दिशामा लक रिलिज पोजिसनसम्म घुमाउनुहोस्। हामीले 3वटा लेयर देख्न सक्छौँ, बाहिरी बिर्को, रबर र भित्री प्लेट जसलाई सिल रिङ पनि भनिन्छ। यहाँबाट प्रेसर रिलिज हुन्छ, यसलाई भने हामीले प्रेसर रिलिज भल्भ पनि भनिन्छ। इपिसीको भित्री भाँडा निकालेपछि पनि त्यहाँ बाफको कारण पानी जम्मा भएको छ कि छैन हेर्नुपर्छ र सुक्खा बनाउनुपर्छ। यो ड्यू कलेक्टर हो, त्यसलाई पनि सफा राखी सुक्खा गर्नुपर्छ। बिर्को बन्द गर्नका लागि घडीको सुईको उल्टो दिशामा क्लिकको आवाज आउन्जेल घुमाउनुहोस्। इपिसी सफा गर्नु अगाडि तार जोडेको हुनु हुँदैन, सफा गरिसकेपछि चाहिँ बल्ल तार जोड्नुहोस्। यसमा पनि हामीले विभिन्न डिसेसहरू बनाउन मिल्छ, जसमा राइस, केक, फिश, खीर, दाल, राजमा, चिकन, करी, मटन र बिन्स पनि बनाउन मिल्छ। हाम्रो क्वान्टिटी बढी छ भने टाइम बढाउन पनि मिल्छ, सिमिलरली कम पनि गर्नु मिल्छ। अर्को अप्सन भनेको प्रिसेट हो। कुनै पनि अप्सन नथिचेर म्यानुअली प्रयोग गर्न सकिन्छ। प्रिसेटलाई चाहिँ प्रिसेटमा थिचिसकेपछि त्यही अनुसारले टाइमिङ घटाउन र बढाउन पनि मिल्छ। फेरि पनि हाम्रो यो इपिसीको अर्को मोडल हो। यसमा पनि हामीले विभिन्न डिसेसहरू बनाउन मिल्छ, जसमा पकाउने प्रक्रिया सुरु गर्नको लागि मेनुमा थिच्नुहोस्। फिचर्सहरू हामीले देख्न सक्छौँ, राइस, दाल, बेबी फुड, राजमा, मटन, केक, पिज्जा, फास्ट कुकिङ, फ्राई बार्बिक्यू, हटपट, चिकन, फिस र करी। राइसमा पहिला गइसकेपछि टेस्ट सेलेक्सन गर्ने। टेस्ट सेलेक्सन भनेको चाहिँ आफूले चाहे अनुसारको खाना बनाउने। कसैलाई गिलो मनपर्छ भने रिचवाला फिचर्समा दाब्ने, मिडियम टाइप छ भने स्ट्यान्डर्ड र अलिकति साह्रो टाइप मनपर्छ भने लाइटमा थिच्ने। इपिसीमा डिस्प्ले भइरहेको P12 भनेको चाहिँ डिफल्ट प्रेसर हो। अर्को अप्सन भनेको प्रिसेट हो। कुनै पनि अप्सन नथिचेर म्यानुअली प्रयोग गर्न सकिन्छ। प्रिसेटलाई चाहिँ प्रिसेटमा थिचिसकेपछि त्यही अनुसारले टाइमिङ घटाउन र बढाउन पनि मिल्छ। खानाहरू पकाएर राखेको छ र चिसो भएको छ भने हामीसँग रिहिटको पनि फिचर्स छ। रिहिट अप्सन थिचेर छोडिदेऊ भने खानाहरू आफै मजाले नै तात्छ। हिमस्टार फर अ कम्प्लिट होम।